कस्तो गर्मी हो र भने यार यो फ्यानले पनि कति तातो हावा फालेको हौ बजारबाट फ्यान भनेर के ल्याएको हिटर पो परि क्या हो यसरी त म त जिउँदै पाक्छु यार उफ यो गर्मी कहिलेसम्म हुने हो र भने यार फेरि कसको फोन आयो औभी यसले मलाई फेरि किन फोन गरे यति बेला हेलो ओइ राजी कहाँ छस् त घरमै छु यार किन आज मेरो घरतिर कति आफ्नो घरमा खाँदेर बस्छस् म त आउँदिनँ त्यतातिर लास्टै गर्मी छ अरे बाहिर त ए आइज न यार आएपछि म भनिहाल्छु नि तँलाई के काम भनेर यस्तो गर्मीको बेला किन हो कुनै बोलाएको यार बेकारमा बोलायो भने म त्यसको दाँत भाँचिदिन्छु अब चाहिँ म एकछिन वान पिस हेर्नु पर्यो वान पिस कति खतरा एनिमे हो यार ए साँच्ची यो राजी अहिलेसम्म किन आइपुगेको छैन यार कतै राजीलाई पनि गर्मीले भएन यार म त आफै राजीलाई लिन जान्छु यो तन्दुरी चिकन यहाँ के गरिरहेछ यो त कस्तो हेर्दा फेरि मेरो साथी उही यो त मेरो साथी राजी नै हो राजी मलाई छोडेर नजाऊ मलाई छोरो अरू पनि एनिमेसन भिडियोमा आउन मन लाग्थ्यो एक मिनट त जिउँदै छस् एनिवे आजको लागि चाहिँ यति नै थियो तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् र यदि मन परे लाइक पनि हालिदिनुहोस् होइन एन्ड म यो भिडियोलाई अलिकति लामो बनाउन सक्थेँ तर मैले सकिनँ किनकि मेरो अहिले एक्जाम चलिरहेछ र मैले एक्जामको कारणले त्यति डिटेल्स पनि दिनु पाएन यसमा र यस्तो लो क्वालिटी एनिमेसनको लागि एकदमै माफी चाहन्छु र अर्को कुरा हाम्रो ट्रेजिक लभ पार्ट 2 को काम पनि सुरु भइसकेको छ एन्ड अहिले मेरो एक्जाम भएको कारणले त्यति समय दिनु पाएको छैन मैले यसमा त्यही पनि मैले चाहिँ यो भिडियो बनाएँ यसको लेन्थ थोरै भए पनि अलिकति राम्रोसँग बनाउने प्रयास गरेको थिएँ सो त्यसको लागि चाहिँ सब्सक्राइब हानिदिनुहोस् मेरो च्यानललाई ओके अब चाहिँ म तपाईँलाई नेक्स्ट भिडियोमा भेट्छु त्यति बेलाको लागि बाई बाई एन्ड सायोनारा